भित्र चेक गरेर पनि अब फेरि यहाँ चेक गरेर अनि हामी बल्ल भित्र छिर्ने हो एयर इन्डिया। अनि आज एयर इन्डियाबाट भोलि हामी दिल्ली पुग्छौँ। सो त्यसपछि चाहिँ सिङ्गापुर। सो सी यू अन्टिल नेक्स्ट टाइम। अघि चाहिँ यसो ल्यान्ड भएको भिडियो खिच्न बिर्सेँ। यो चाहिँ इन्डियामा अहिले दिल्लीको इन्दिरा गान्धी एयरपोर्ट। 7 बजे ल्यान्ड भन्छौँ कि हामी। अब त्यही त हो नि होइन, घरबाट अब फेरि निस्केको अलि होमसिक भइरहेको टाइप जस्तो भनौँ न। सो एनिवे अहिले चाहिँ अब यहाँ छौँ। सो अब यताबाट हामी चेक इन गरेर यसो वेटिङतिर जाँदै हो। यहाँ पनि जुत्ता सुत्ता खोलेर गर्न लाउँछ यार चेक के। हामी चाहिँ त्यो माथि भड्याङ चढ्दै जाने हो है। अनि यहाँबाट यसरी यो छ। आई गेस लाइक म फर्किने बेला पनि खिच्न खोजेको थिएँ यो चाहिँ अस्ति न, तर पातेन। हुन त खासै मेरो त्यस्तो दामी भिडियो पनि हुँदैन होइन। This one is just for the memory. So yeah, there you go. नेट चलाउँदा अब यहाँ छौँ। मेरी क्रिसमस होइन। घर जानेलाई चाहिँ तिहार थियो। आउने बेलामा चाहिँ फर्किने बेलामा चाहिँ फेरि के अरे यो क्रिसमसमा परेछ। त्यही त छेउ छ नि। सेन्टाले बजाइरहेछ। ल म चाहिँ मेरो पहिला माइलुसँग एक्सकेभेटर युज गरेको थिएँ। सो या उसलाई पनि सम्झिँदै अनि यो माथिको अब यसो बर्गर खानु पऱ्यो भनेर सोचेछु। मेरो साथी चाहिँ कहाँ गयो? मान्छेहरू चाहिँ अब यसो कहाँ खाएर बस्ने हुनाले यसरी साइडमा। बट एनिवे म यहाँ डोमिनोज कि म्याकडोनल्ड्स खान्छु सोचिरहेको छु। लेट्स सी के खान्छु अहिले है। फाइनल्ली पिज्जा चाहिँ यसरी लिएर आएको छौँ। वाइल्ड छ यो चाहिँ बिग 6-in-1 वाला है। अनि एउटा यहाँ छ। अनि हामी 4 जना खाने हो होइन। खै दिदिन्न सटी राजा टन्न खायो पिज्जा। अब त्यसपछि तल गएर त्यो गेट अगाडि गएर अब यसो मजाले बस्नु पर्यो। यहाँ स्पा पनि रहेछ। फर्स्ट टाइम देखेको कफी बेन्च त्यहाँ भयो अहिले माथि। त्यो स्पा चाहिँ अब यसो होइन ट्रान्जिटमा परिरहेको यसो कोही थाक्यो भने यसो मसाज गर्छु भनेर होला नि। स्पाको यहाँ राखेको छ। अनि अघि भनेको यही ठाउँ के म र मेरो माया फर्स्ट टाइम आउनेलाई हिँडेको। प्लस म त अलि फायर मोडमा थिएँ। मेरो भेप यतातिर खोजिदिएको थियो कि त्यही भएर। अब चाहिँ यहाँबाट भित्र प्लेनमा जानको लागि बसिरहेछौँ। अब यहाँबाट भित्र जान्छौँ। त्यही हो। नमस्ते सर। ओके थ्याङ्क यू। सो यहाँबाट हामी सिधा सिटमा मेरो 33G भनेपछि
यहीँ रहेछ त यता फाइनली सिङ्गापुरमा पुगिहाल्यौँ एकछिन भित्र गएर फ्रेस भएर मूत्र विसर्जन गरेर अनुहार सनुहारलाई धोएर अनि लाग्नु पर्यो अलि अगाडिसम्म हामी त यता जाने हो यसमा चाहिँ त्यो अगाडि पासपोर्ट स्क्यान गर्ने अनि त्यो एउटा ढोका खोल्छ अनि सेकेन्ड ढोकामा चाहिँ फेस भेरिफाई गर्ने इमिग्रेसनको अनि तेस्रो ढोका खोल्छ देन आफ्टर आफ्नो गन्तव्यमा लाग्ने अब ट्रली यसो लिएर आफ्नो लगेज हेर्नु पर्यो खै ट्रली हाम्रो यतै त हो नि होइन त्यहाँ म ट्रली लिएर यतातिर अब मेरो कतिखेर आउँछ कुद्दै बस्नु पर्यो सो मेरो लगेज र ब्याग चाहिँ आयो अनि सोल्टीको कुरिरहेको थियो अब उसको नि आयो अब चाहिँ अलि अगाडि गएर फ्रेस भयो अब यहाँबाट जुलमा आएको छौँ अहिले खासै त्यस्तो प्याक त छैन पानी पनि झर्रा छैन रहेछ 10 बजेपछि झार्छ के अरे पानी सो यहाँबाट मुनि चाहिँ यसरी फुड कोर्टहरू देखिरहेछ होइन अब यहाँबाट एलिभेटरबाट जाने हो पानी त झरेको 10 बजे हो क्रिसमसको डेको चाहिँ अहिले पानी नझरे पनि तर क्रिसमसको डेकोरेसन चाहिँ बबाले छ भन्थे उट्याउ म्याजिक अफ एडभेन्चर
चाहिँ सेलरको लागि भनेर एङ्कर र सिप राखेको छ। मिकी माउस What did they do, Blabo? Actually, I want to look at this a little bit more. बटरफ्लाई अब यसको अर्को ठाउँमा हामी गएर घुम्न भ्याउने त अब आई डोन्ट नो है कस्तो हुन्छ भनेर। यहाँको चाहिँ अलिकति के भन्छ यो इन्डोर प्लान्टहरू हेर्न चाहिँ मजा आउने हो। बीज देन नाउ यसरी बनाएको भनेर राखेको रहेछ। खासै त के होइन, यो टर्मिनलको मान्छेहरू अब यसो वेट गरेर बसिरह होला अर्को डेस्टिनेसनको लागि। दिस इज मी, यु नो Hello, what's up guys? Good morning all of you. We are here right now in Singapore, Changi Airport. It's time going to be 9 o'clock early in the morning. Unlucky we cannot see the waterfall over here because it will start around 10 o'clock exact. Always. So as I told you before, today we can see the waterfall over here. So probably it will start around 10 o'clock as I know. त्यहाँबाट क्या मजाले के हैन यो मुनिको पनि देखिरहेछ के। यो भने ट्रान्सप्यारेन्ट हो क्या। अब यो छ नि यो देखिरहेको यो अलि मजाले उ छैन हैन। जस यिनीहरू सबै देखिरहेको चाहिँ यहाँको त्यो सबै रेस्टुरेन्टहरू हो क्या भित्रको। यो कुनै रिफ्लेक्सनहरू चाहिँ हैन, रेस्टुरेन्ट। सो यहाँबाट चाहिँ पानी चुइने हो तर अब अहिले छैन। आज तर अलिक क्राउड पनि छैन है राजा। अघि हामी यो ठाउँमा थियौँ, अहिले चाहिँ अब फेरि यता आइसक्यो। अहिले हामी हराएको अवस्था। हामी टर्मिनल कति 3 हो क्या अरे 3 अनि हामी 2 हुँदै आएको जस्तो लाग्यो। त्यही हो फाइनल्ली हामी कहाँबाट जानुपर्छ भनेर चाहिँ देखियो है। हराएर आएको छ।
ऊ त्यहाँ स्टेप माथि जानुपर्छ। त्यो सोचेको अझ होइन रहेछ भाइ, हामी त अझ हराइरहेछौँ। त्यो बोर्ड अघि त्योभन्दा उतापट्टि चाहिँ हो फेरि होइन, त्यो बोर्डबाट यता आएको नि त हामी, अब फेरि उता क्रस हान्नु पऱ्यो। फुट लक बबल जुत्ता छ यहाँ। अघि यहाँबाट माथि गयो। फाइनली पायो। अघि हामी लबी ई भनेर त्यहाँबाट चढेको थियौँ, अब यतैबाट जाने हो हामी होइन। त्यो हेरेको पो माथिबाट हो नि। फाइनल्ली ठाउँ भेटियो। हामी तर एक स्टेप तल मात्रै जानुपर्छ जस्तो लाग्छ। ट्याक्सी स्ट्यान्डहरू गर्दा आज त के हो, ट्याक्सी त टर्नै छ त। अनि यतातिर चाहिँ यो चाहिँ पार्किङ हो है, यो चाहिँ पार्किङ। अब हामी टर्मिनल 2 तिर लाग्दैछौँ। यतातिर चाहिँ कार पार्किङ सिधै यताबाट सिधा अघि हामीले जहाँ हाम्रो लगेजहरू छोड्यौँ त्यहीँतिर जान थालिरहेको। ग्रिनेरी चाहिँ फेरि बपाले है यहाँ। मरलाइन देख्छ गाई चाहिँ हाम्रो उता हो। मरलाइन देख्यो, मर्लिन। ए त्यहाँ भनिदेऊ न, त्यो अर्को 3 जना आउँदैछन्।
अब हामी यहाँ लन्च गर्नको लागि आएको लन्च हल खाना यसरी लिन थालेको त्यो यहाँबाट के लिन्छु चाहिँ थाहा छैन होइन हेर्दा त यो चाहिँ क्र्याब हो होइन हो चिली क्र्याब सेरियल प्रनहरू फ्राइड चिकन fruits spicy होइन salmon salad सकिया रहेछ यो एक सलाद seafood on ice रहेछ फाइनली हामी यताको इमिग्रेसन साइडतिर आइसक्यौँ आउनु थालिसक्यौँ होइन आइसक्यौँ अब यहाँबाट यसरी अब भित्र छिर्ने हो मजाले ल अब हामी भित्र गएर वेट गर्छौँ यति भन्दै आई डोन्ट नो नेक्स्ट भिडियो चाहिँ म कहिले बनाउँछु होइन बनायो भने लाइक अभियसली फर द सर्ट मेमोरीको लागि बनाउँछु अब यहाँबाट हामी भित्र जान्छौँ त्यो भित्र गइसकेपछि आफ्नो कामतिर लाग्छौँ होला आजै डाइरेक्ट अन्टिल देन सी यू टेक केयर